साथीहरु गुड मर्निङ। हिजो 23 गते राप्रपाको आन्दोलन भयो। राजा ल्याउँछौँ भनेर आन्दोलन गरेका थिए है। जनता त्यति धेरै जनता उत्रेनन् पनि। काठमाडौँ छ्याप्पै छोप्नुपर्ने तर उत्रेनन्। हेर्नुस् नेपाली जनतालाई पनि अब वास्ता छैन के, यो खल्लीबल्ली भइसक्यो नेपाली जनतालाई पनि। फेरि सबभन्दा ठुलो कुरो चाहिँ के भयो भने पार्टी किरासरी भयो के। पार्टीहरुको नेताले जनताको माइन्डलाई नि दिमाग खराब बनाइदिसक्यो। एउटा हर्क साम्पाङ आउँछ एउटा कुरा गरिदिन्छन्, कुलमान आउँछन् एउटा कुरा गरिदिन्छन्, राजसभा घन्टी आउँछ एउटा कुरा गरिदिन्छन्। तर समग्रमा आफ्नो देशको धर्म पहिचान संस्कृति चाहिँ खतमै बनाउने भए। धर्म विरोधी पार्टीहरू मात्रै छन्। अब एउटा धर्मको कुरा गर्ने राप्रपा छ, राप्रपालाई जनताले खोइ अब के हो। अब धर्म गर्छु, हिन्दू धर्म मान्ने कट्टर हिन्दूवादी नै धर्म विरोधी पार्टीको झोलेहरू छन्। त्यही भएर पनि राप्रपाले साथ नपाएको होला है। अब आउँदैछ चुनाव, फागुनमा हेरौँ के हुन्छ। तर मेरो विचारमा चाहिँ जहाँसम्म लाग्छ यही 4-5 वटा पार्टी मिल्नै पर्छ फेरि सरकार बनाउन। एकल बहुमत कसैले पनि ल्याउन सक्दैन। अब यी नयाँ पार्टीहरू छन् साथीहरु, नयाँ पार्टीको धेरै आए 2-2 सिट आउला हैन। कांग्रेस एमालेकै आइहाल्छ, अलिअलि घटेर पनि 40-40 सिट। फेरि दलीय व्यवस्थै आउँछ क्या साथीहरु। र जेनजीको आन्दोलन पनि खासै सफल भएन। संविधान पनि खारेज हुनु पर्थ्यो, राष्ट्रपति प्रधानमन्त्री सबै खारेज हुनु पर्थ्यो, अनि चाहिँ केही हुन्थ्यो। यही व्यवस्था यही अवस्था रह्यो। त्यही भएर जेनजीको आन्दोलन पनि असफल भयो। राप्रपाको आन्दोलन पनि खासै सफल हुँदैन। घुमाइ फिराइ दलीय चुनाव, कांग्रेस एमाले जिन्दाबाद।